प्रतिवेदन कसरी बनाउने? बनाउनु भन्दा पहिला चाहिँ प्रतिवेदन के हो भनेर बुझ्नुपर्छ। प्रतिवेदन भनेको कुनै व्यक्ति वा संस्थालाई कुनै घटना, समस्या, कार्यक्रम र भ्रमणका बारेमा दिइने लिखित जानकारीका साथै घटनाको राम्रो नराम्रो पक्षलाई औलाउँदै भविष्यमा त्यसप्रति सचेत रहन सुझाव समेतका कुराहरूको समस्त विवरण हो। आफूले देखे भोगेका घटना, आफू सहभागी भएका जात्रा, भ्रमण, वनभोज कार्यक्रम, अध्ययन, अनुसन्धान अथवा विद्यालयले गर्ने वेलकम प्रोग्राम, फेयरवेल प्रोग्राम जस्ता कार्यक्रमका विवरणहरू लेखेर प्रतिवेदन बनाइन्छ। सपोज हामी घुम्न गयौं, अब त्यो भ्रमणमा के भयो, के समस्या आइपर्यो, अब भविष्यमा यस्तो समस्या चाहिँ दोहोऱ्याउनु हुँदैन भनेर समेटिएको विवरण नै प्रतिवेदन हो। यसरी कुनै विषय, घटना, समस्या तथा कार्यक्रमका बारेमा के भएको थियो, के भएको छ र के हुन बाँकी छ त्यस बारेमा अध्ययन अनुसन्धान गरी प्राप्त भएका सत्य तथ्यको विश्लेषण गरेर निष्कर्ष सहित सम्बन्धित व्यक्ति वा कुनै सङ्घ संस्थालाई जानकारी दिनका लागि तयार पारिएको लेखनलाई नै प्रतिवेदन भनिन्छ। प्रतिवेदन सानो पनि हुन्छ, ठुलो पनि हुन्छ। हामीले इक्जाममा लेख्नु पर्ने प्रतिवेदन सानो र 1 पेज 2 पेजमै सकिन्छ र कुनै निकायले, कार्यालयले अथवा सरकारले नै आयोग बनाएर लेखाउने प्रतिवेदन ठुलो हुन्छ। जस्तै अस्ति भर्खर सरकारको छानबिन समितिले सहकारी सम्बन्धी गरेको अध्ययन र छानबिनको प्रतिवेदन भने 1100 भन्दा बढी पेजको थियो। आजको यस भिडियोमा चाहिँ हामीले इक्जामलाई फोकस गरेर सानो प्रतिवेदन लेख्छौं। यो चाहिँ इक्जाममा प्राय 5 मार्क्समा आउँछ। अब चाहिँ म प्रतिवेदन कसरी लेख्ने भन्ने बारेमा भन्न गइरहेको छु र अन्तिममा केही नमुनाहरू पनि राखेको छु। सो भिडियो लास्टसम्म हेर्नुहोला। प्रतिवेदन लेख्दा चाहिँ एकदम राम्रो शीर्षक दिनुपर्छ। नर्मल शीर्षक जस्तै गाडी दुर्घटनाको प्रतिवेदन, पोखरा भ्रमणको प्रतिवेदन, स्वागत कार्यक्रमको प्रतिवेदन लेख्दा पनि भयो। तर इक्जाममा राम्रो मार्क ल्याउन चाहिँ शीर्षक लेख्दा यो उपाय अपनाऊ। सपोज हामी कार्यक्रमको प्रतिवेदन लेख्दैछौँ भने शीर्षकमा कसले आयोजना गरेको के कार्यक्रम भनेर लेख्नुपर्छ। जस्तै इक्जाम्पलको लागि ... विद्यालयले आयोजना गरेको स्वागत कार्यक्रमको प्रतिवेदन। भ्रमणको प्रतिवेदनका लागि कसले गराएको र कुन ठाउँको भ्रमण लेख्नुपर्छ। इक्जाम्पलको लागि ... ले गराएको लुम्बिनी भ्रमणको प्रतिवेदन। घटना अथवा दुर्घटनाको प्रतिवेदनमा कुन ठाउँमा भएको के घटना, दुर्घटना लेख्नुपर्छ। जस्तै इक्जाम्पलको लागि धादिङमा भएको कार दुर्घटनाको प्रतिवेदन। शीर्षक छानेपछि परिचय लेख्नुपर्छ। परिचयमा विषयको बारेमा सामान्य जानकारी दिनुपर्छ। के भयो, कहिले भयो, कहाँ भयो, उद्देश्य के हो जस्ता कुराहरू परिचय खण्डमा लेख्नुपर्छ। परिचय पछि विवरण लेख्नुपर्छ। विवरणमा कार्यक्रम कसले सञ्चालन गर्यो, कार्यक्रममा के भयो, महत्त्वपूर्ण काम के भयो भनी समस्त जानकारी दिनुपर्छ। अनुसन्धानको प्रतिवेदन छ भने कलेक्ट गरेको तथ्यहरू विवरणमा लेख्नुपर्छ। दुर्घटनाको प्रतिवेदन छ भने क्षति कति भयो, अहिले अवस्था कस्तो छ जस्ता विवरण लेख्नुपर्छ। यसरी विवरणमा डिटेलमा विश्लेषण र वर्णन गर्नुपर्छ। विवरण लेख्दा भूतकालको प्रयोग गर्नुहोला। विवरण लेखेपछि अन्तिममा निष्कर्ष र सुझाव लेख्नुपर्छ। निष्कर्षमा घटनाबाट के सिकियो, के कुरा प्रभावकारी भयो, के समस्या देखिए लेख्नुपर्छ र ती समस्याको सुझाव पनि दिनुपर्छ र भविष्यमा के गर्न सकिन्छ भन्ने कुरा र इम्प्रुभ गर्न मिल्ने पोइन्टहरू लेख्नुपर्छ। र त्यसपछि लास्टमा लेफ्ट साइडमा मिति र राइट साइडमा प्रतिवेदकको नाम लेख्नुपर्छ। मितिमा घटना भएको मिति नभई प्रतिवेदन लेखिएको मिति लेख्नुपर्छ। सपोज एउटा गाडी दुर्घटना जेठ 15 गते भयो र हामीले प्रतिवेदन जेठ 16 गते लेख्यौं भने हामीले मितिमा घटना भएको दिन नभई प्रतिवेदन लेखेको दिन जेठ 16 गते लेख्नुपर्छ। प्रतिवेदकमा चाहिँ कसले प्रतिवेदन तयार पारेको हो उसको नाम लेख्नुपर्छ र उसको सिग्नेचर राख्नुपर्छ। अब चाहिँ मैले 3 वटा स्याम्पल राखेको छु। एउटा कार्यक्रमको, अर्को भ्रमणको र अर्को दुर्घटनाको। फर्स्टमा चाहिँ स्वागत कार्यक्रमको प्रतिवेदनको नमुना हेरौं। फर्स्टमा शीर्षक छ। शीर्षकमा कसले आयोजना गरेको, के कार्यक्रम समेटिएको छ। त्यसपछि परिचयमा के, कसलाई, कहिले, किन जस्ता प्रश्नको उत्तर आएको छ। त्यसपछि विवरणमा कार्यक्रमलाई विस्तृत रूपमा विश्लेषण गरिएको छ। त्यसपछि सुझाव तथा निष्कर्षमा छोटो निष्कर्ष सहित भविष्यमा यस्तो कार्यक्रम गर्दा यस्तो गरे राम्रो हुन्थ्यो भन्ने सुझाव राखिएको छ र अन्तिममा मिति र प्रतिवेदक लेखी प्रतिवेदकको सिग्नेचर राखिएको छ। यसरी स्वागत कार्यक्रमको प्रतिवेदन भयो। अब भ्रमणको प्रतिवेदनको नमुना हेरौं। शीर्षकमा कसले गराएको र कुन ठाउँको भ्रमण समेटिएको छ। त्यसपछि परिचयमा के, कहिले, कता, कतिजना, उद्देश्य समेटिएर छोटो परिचय राखिएको छ र त्यसपछि विवरणमा भ्रमणमा के भयो भनी विश्लेषण गरिएको छ।
बीचमा समस्या आइपरे त्यो समस्या पनि राखिएको छ र अन्तिममा सुझाव तथा निष्कर्षमा छोटो निष्कर्ष सहित भविष्यमा भ्रमण कार्यक्रम अझ राम्रो बनाउन गर्नुपर्ने सुझाव राखिएको छ र मिति र प्रतिवेदक साथै प्रतिवेदकको सिग्नेचर पनि राखिएको छ र यसरी हाम्रो प्रतिवेदन तयार पारिएको छ। अब दुर्घटनाको प्रतिवेदनको नमुना हेरौँ। शीर्षकमा कुन ठाउँमा भएको र के दुर्घटना भनी समेटिएको छ। त्यसपछि परिचयमा के, कहिले, कता, कसरी, के भयो भनी छोटो परिचय दिइएको छ। त्यसपछि विवरणमा घटनामा के भयो भनी समस्त विश्लेषण गरिएको छ र अन्तिममा सुझाव तथा निष्कर्षमा आगामी दिनमा दुर्घटना हुन नदिन गर्नुपर्ने सतर्कता बारे सुझाव दिइएको छ र मिति र प्रतिवेदक साथै साइन गरी अन्त्य गरिएको छ। र यसरी हामीले प्रतिवेदन लेख्न सक्छौँ। भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनु होला र अरू टपिकमा भिडियो चाहिन्छ भने कमेन्ट बक्समा लेख्नु होला। आजको लागि यति नै, बाई बाई। बिस्तारै भइहाल्छ नि भाइ, किन हतार गरेको? राजा आउने बित्तिकै भइहाल्छ नि। मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई, मोदीले सुधा नमस्कार गरेको हाम्रो राजालाई।